अब म चाहिँ नि रिटर्नको लागि मैले चाहिँ क्लास लगेको थिएँ हाम्रो दिलीप कुमार यादव सरको चाहिँ फर्स्ट र्याङ्कमा चाहिँ उहाँ क्लास गराउनुहुन्छ। उहाँको क्लास चाहिँ मैले लगेको थिएँ कमान्डो क्लास, एकदम राम्रो बेस्ट पढाउनु रहेछ। मलाई चाहिँ एकदम मन परेको है त। तपाईँहरू पनि उहाँको क्लास चाहिँ लान सक्नुहुन्छ। एकदम बेसिक कुराहरू पढाउनुहुन्छ उहाँले। त्यही नोट चाहिँ म चाहिँ नि आफूलाई चाहिँ रिभिजन पनि हुन्छ भनेर चाहिँ युट्युबमा चाहिँ राख्न लागेको छु, पछि हेर्न सकिन्छ भनेर। त्यसपछि स्ट्रोक CBA एन्ड इट इज डिफाइन्ड एज द फोकल न्युरोलोजिकल डेफिसिट अफ सडन एब्रप्ट अनसेट अफ भास्कुलर डिजिज। भन्नु खोजेको चाहिँ के भनेको भन्दाखेरि फोकल न्युरोलोजिकल डेफिसिट चाहिँ बिर्सिनै भएन है त, अथवा एब्रप्ट एक्कासी भन्ने कुरा भएको छ, लास्ट फर मोर देन 24 आवर्सको कुरा यो डेफिनेसन हो है त। अब यसलाई चाहिँ रिपिटेसन हो कि फेरि गरिरहनुपर्छ है त। त्यसपछि मे प्रिजेन्ट विथ इस्केमिक अथवा हेमरेजिक स्ट्रोक। इस्केमिक र हेमरेजिक स्ट्रोक दुईवटा हुन्छ। अर विथाउट हायर सेरिब्रल डिस्फङ्सन टाइप अफ स्ट्रोक। यसमा चाहिँ अन द बेसिस अफ इटियोलोजी कारणको हिसाबले चाहिँ के छ, इस्केमिक स्ट्रोक ड्यु टु रिडक्सन इन ब्लड सप्लाई अर ब्लक इन द ब्लड भेसल। हेमोरेजिक स्ट्रोक इट इज ड्यु टु द आर्टेरियल ब्लेड्सको कुराहरू भयो। त्यसपछि अन द बेसिस अफ प्रोसेसिङ भन्ने भयो, ट्रान्जिएन्ट इस्केमिक अट्याक। त्यसपछि इभेन्ट्स लास्ट फर लेस देन 24 आवर। प्रोग्रेसिभ स्ट्रोक, कम्प्लिट स्ट्रोकको कुरा भयो। रिस्क फ्याक्टर अफ स्ट्रोक मोडिफाइबल रिस्क फ्याक्टर र नन मोडिफाइबल हुन्छ। यसमा हाइपरटेन्सन, डायबिटिज, ओबेसिटी, सिगरेट स्मोक, अल्कोहल कन्जम्सन, सेडेटेड लाइफस्टाइल, स्ट्रेस। नन मोडिफाइबलमा एज मोर देन 45, मेल फिमेल, फिमेल हिस्ट्री अफ स्ट्रोक, टाइप ए पर्सनालिटी, क्लिनिकल फिचर्स। सिम्टम्स सडन अनसेट अफ सडन सिभियर हेडेक, भोमिटिङ, रेस्टलेसनेस, साइन पाइरेक्सिया, प्युपिल प्यारालाइसिस, एब्नर्मल ब्रिदिङ प्याटर्न, लस अफ प्युपिलरी रियाक्सन, निस्टैगमस, ओसिलेटरी आई मुभमेन्ट, साइन अफ बोथ इस्केमिक एन्ड हेमरेजिक स्ट्रोक। इन्क्रिज ICP, हेड हाइपरटेन्सन, ब्राडिकार्डिया, एब्नर्मल ब्रिदिङ, फेकल न्युरोलोजिकल डेफिसिट इन मोर कमन इन द हेमरेजिक स्ट्रोक। साइन अफ इटियोलोजिकल फ्याक्टर इन्भेस्टिगेसन सबै लेख्नु परेन, यसको चाहिँ आदि चाहिँ लेख्न सकियो त रिटर्नमा चाहिँ। एनसिसी हेड कन्ट्रास्ट इन्हान्स सिटी स्क्यान धेरै छ है त सरको। बेस्ट इन्भेस्टर टु डायग्नोसिस स्ट्रोक, यो चाहिँ हल्का टाइम अनुसार चाहिँ म्यानेज गर्नुपर्छ है त रिटर्नमा लेख्दाखेरि तपाईँहरूले। सरले पनि त्यही भन्नुभएको थियो। हाइपर डेन्स हेमरेजिक स्ट्रोक विथ कलर, हाइपोडेन्स इन स्किन, यो अलिक धेरै नै छ, यो पढिने। MRI ब्रेन इफ निडेड, यिनीहरू चाहिँ भन्नु सक्यो। लम्बर पन्चर भयो, CSF एनालाइसिस, हेमाटोलोजिकल इन्भेस्टिगेसन, CBC, TCSR, डिफरेन्ट डायग्नोसिस के हुन्छ, डिफरेन्सियल डायग्नोसिस। हाइपोग्लाइसेमिया, मेनिन्जाइटिस, ब्रेन एब्सेस, ब्रेन ट्युमर, इपिलेप्सी, सिजर, सबड्युरल हेमाटोमा, ट्रिटमेन्ट अफ स्ट्रोक। यसमा सरले चाहिँ अलिक धेरै नै भन्नुभएको छ। मलाई चाहिँ यो सरको नोटको चाहिँ कुरा के मन परेको भन्दाखेरि यो इमर्जेन्सी ट्रिटमेन्ट, जेनरल ट्रिटमेन्ट, स्पेसिफिक ट्रिटमेन्ट, फिजियोथेरापी एन्ड प्रपर नर्सिङ केयर, चारवटा चाहिँ एकदम बेस्ट मन पऱ्यो है यो स्ट्रोकको कुरामा चाहिँ। इमर्जेन्सी ट्रिटमेन्टमा मोनिटर भाइटल्सहरूको, एयरवे ब्रिदिङको कुरा भयो। जेनरल ट्रिटमेन्टमा के छ, एन्टी हाइपरटेन्सन ड्रग्सहरू दिन सक्यो। त्यसपछि एन्टी डायबेटिक कुराहरू भयो, इन्सुलिनहरू भयो, हाइपोग्लाइसेमिक ड्रग मेटफर्मिन यिनीहरू दिन सक्यो। ICPमा डाइजिपाम, मिडाजोलाम र फेनेटोइनको कुरा भयो। एन्टी लिपिडेमिक ड्रगहरू एट्रोभास्टिनको कुरा भयो होइन। आइभी कर्टिकोस्टेरोइड्सको कुराहरूमा चाहिँ डेक्सामेथासोनहरू, यिनीहरूको कुरा एकदम राम्रो छ। स्पेसिफिक ट्रिटमेन्टमा चाहिँ यदि धेरै चाहिँ लेखेपछि चाहिँ टाइम पुग्दैन। 10 मार्क्समा चाहिँ बेस्ट छ, फेरि एकदम बेस्ट नोट छ। 5 मार्क्समा चाहिँ सकिँदैन है त। पर इस्केमिक अट्याक स्ट्रोक यो चाहिँ सोध्न सक्छ, अथवा एएनएममा सोध्न सक्छ त, एकदम इम्पोर्टेन्ट हो, जल्दो बल्दो क्वेसन हो। एन्टिप्लेटलेट ड्रगको कुरा भयो। एस्पिरिन दिन सक्यो, कति MG यिनीहरू चाहिँ खासै थाहा पनि परेन। ओरल क्लोपिडेग्रेल भन्ने कुरा हुन्छ, यो कति दिने भन्ने कुरा थाहा हुनु परेन। हेमरेजिक स्ट्रोकमा चाहिँ इभ्यालुएसन ब्लड क्रेनिटोमी गर्न सकियो, यो खासै परेन है त। अब फिजियोलोजी थेरापी डक्टरहरूले गर्नुपर्ने कुरा हो, हामीले हल्का एसेस गर्ने हो, हल्का थाहा गर्नुपर्छ। फिजियोथेरापी प्रपर नर्सिङ यो चाहिँ बरु थाहा हुन सकिन्छ। फिजियोथेरापी डन रिटेन मसल्स टोन फर क्विक रिकभरी, प्रपर पोजिसनिङ, रेगुलर चेन्जिङ अफ पोजिसन, युज अफ एयर कुसन बेड टु प्रिभेन्ट बेड सोर टु द बेड रेडन प्याटर्न, रेगुलर सक्सन एन्ड इन्ट्युबेट पेसेन्ट, यो नर्सिङहरूलाई चाहिन्छ। इनपुट आउटपुट चार्टिङ, प्रपर रेगुलर मोनिटर अफ भाइटल, पिपुलर रियाक्सन, कम्प्लिकेसन अफ स्ट्रोक, इमिडिएट कम्प्लिकेसन, एस्पिरेसन निमोनिया, सिजर। दिलीप कुमार यादव सरको हो यो नम्बर पनि, यसमा चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ।
एकदम बेस्ट पढाउनुहुन्छ है, मलाई चाहिँ मन परेको हो उहाँको। मैले कमान्डो क्लास पढेँ है, एकदम राम्रो छ। फेरि बिस्तारै पढाउनुहुन्छ, एकदम बेस्ट गरेर। सुरुको भाइ बहिनीहरू चाहिँ पढ्दा हुन्छ यहाँ, फर्स्टमा पढ्ने फुल कोर्स चाहिँ पढ्नु है त। न्युरोजेनिक सक प्यारालाइसिस, प्रिभेन्सन अफ स्ट्रोक, अरूभन्दा त्यस्तो क्वेसनहरू सोध्न पनि गाली गर्नुहुन्न, एकदम मजाले बुझाइदिनुहुन्छ है त। प्राइमेरी प्रिभेन्सन, लाइफस्टाइल मोडिफिकेसन, फिजिकल एक्टिभिटिज, म्यानेज डायबिटिज रिस्क फ्याक्टर, स्ट्रेस फ्री, वेट रिडक्सन, सेसन स्मोक, प्रपर म्यानेजमेन्ट अफ हाइपरटेन्सन। अब यसमा चाहिँ एकदम राम्रो छ। टु स्टप द साइन अफ द स्ट्रोक, बी फास्ट भन्ने कुरा हुन्छ यसमा चाहिँ। ब्यालेन्स, लस अफ ब्यालेन्स, कोअर्डिनेसन, आईमा चेन्ज, भिजन, ड्रपिङ फिचर्स, फेसको कुरा, आममा विकनेस, आम स्पिच डिफिकल्ट स्पिक अर अन्डरस्ट्यान्डिङ, टाइम कल छिटो बोलाउने कुरा आयो। यति नै हो। यसको चाहिँ स्ट्रोकको रिटर्नमा आयो भने यसरी आउने हो है। मैले पनि अपलोड गरिदिन्छु है त।